Hi guys. Hi guys. त्यसै म हजुरलाई चाहिँ जम्नाको र मेरो सेम कुरा सोध्छु। हामी घरमै जन्मेको हैन? हो। अनि त्यसपछि म चाहिँ कहाँ जन्मेको? मम्मी चाहिँ रिसाइसक्नु भयो। त मेरो दुध नखानी जम्ना खानी त बट्टाको ल्याएको जन्म मात्र हो छु। मलाई तपाईँले जन्मिने बित्तिकै पिट्नु भएको थियो होला। जम्ना म जस्तो थिएँ त बाउ जस्तो थिएँ के हो लाइक धन्यवाद। हाई 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 गाइज। हाई गाइज। म चाहिँ गङ्गा अनि यहाँ हुनुहुन्छ मेरो मम्मी है। अनि म चाहिँ आज मम्मीलाई चाहिँ क्वेसन सोध्दा गइरहेको छु कि लाइक के क्वेसनहरू चाहिँ एकछिनमा थाहा पाउनुहुनेछ। मम्मी चाहिँ रिसाइसक्नु भएन। मम्मीले एउटा मिस्टेक गर्नु भने मैले ह्या मम्मी त्यस्तो नगर्नु भनेको मम्मीको फेसको स्ट्रक्चरै फरक भइसक्यो होइन। म चाहिँ अब मम्मीलाई क्वेसन सोध्न जान्छु। के क्वेसन हो नि मम्मी, हामी जन्मिँदा ट्विन्स जन्म्यो नि त होइन? अनि त्यसपछि नि कस्तो भएको थियो त्यतिखेरको माहौल? अनि अर्को कुरा अब हामी ठुलो भइसक्यो यसको कुराहरू छैन। अब मम्मी सानो हामी बच्चा जन्मिँदाखेरिको त्यो कुरै भन्न मान्नु भएन होइन। अब त केही कारण हो पछि भनौँला कुनै दिन। अनि होइन हो हाँस्नु न अब। ल त्यसै म हजुरलाई चाहिँ जम्नाको र मेरो सेम कुरा सोध्छु। हामी ट्विन्स हो नि। अनि हामी दुईजनाको के एउटै डिफ्रेन्ट लाइक सेम चिज के छ? हामीलाई के खानु मन लाग्छ? एउटै चिज थाहा छ? त मेरो दुध नखानी जम्ना खानी त बट्टाको ल्याएको जन्म मात्र हो। त्यही भएर तँ बल्ली त निरोगी के त रोगी निरोगी पो भने त्यो मात्रै अहिले पनि मलाई दुध दही घिउ मही केही मन पर्दैन रहेछ त्यही भएर रहेछ। तर इलेक्ट्रो बट्टाको दुध के त्यो बट्टाको दुध खानु भयो त मलाई मन पर्नु भने होइन। तर पनि मन पर्दैन अहिले। हामी घरमै जन्मेको होइन? अनि त्यसपछि म चाहिँ कहाँ जन्मेको? मैले सुनेको त म त पिँढीमा जन्मेँ अरे बलेसीमा। अनि जम्ना चाहिँ? जम्ना त भित्र घरमा। अनि कसरी छुट्याउनु भयो? म चाहिँ गङ्गा अनि त्यो चाहिँ जम्ना हानेर? अनि पहिला भएको नाम गङ्गा पछि भएको जम्ना। होइन त्यो त बुझेँ कि। अनि त्यसपछि सेम अनुहार थियो होला नि त हाम्रो फेस। पहिला जन्मेर पछि जन्मे थाहा भइहाल्छ नि। हाम्रो फेस चाहिँ सेम थियो। अनि त्यसपछि हामीलाई मलाई र जम्नालाई चाहिँ के अब अहिले ठुलो भइसकेपछि चाहिँ हजुरले के कुरा नोटिस गर्नुभएको छ? के चाहिँ सेम कुरा मनपर्छ हामीलाई? यही हुप्सहरू चाहिँ लुगाहरू एउटै मनपर्छ। कसरी त्यसले पुरै छोटो लुगा लगाउँछु, म पुरै ब्यागी टाइपको लगाउँछु भयो नि। अनि त्यसले जहिले मेरो लगाउँथे। अनि त्यसपछि के चिज चाहिँ डिफ्रेन्ट छ त? अनि अब ऊ कतार पुगी त यहीँ छेस दिवेन भएन त? अनि तिमीहरूलाई बाँधेर भात खानिदिन्थेँ म खुट्टामा बाँधेर अनि पर बसेर। त्यस्तै धेरै चकचकी थियो हामी। लड्छन् भने डरले क्या बाँधे नि लड्ने भनेर। अनि त्यसपछि हामी क्या जन्मिँदाखेरि हामी दिदीहरूसँग कतिको घुलमिल थियौँ? मतलब हामी त सानो बेलामा को घुलमिल बाआमाले उयो नि हो। अनि 1.5 वर्षमा त अनि छोडेँ मैले। अनि ओके ठिक छ। तँ त टाढा हुन्थेस् जाउन चाहिँ मबाट आउँथेँ। अनि म त बादलीबाट टिपेर फ्याँकिदिन्थेँ मलाई जम्नालाई। तँ त भाइ पछि हुन्थ्यो। पहिलेदेखि टाढा हुन्थेँ त। त्यस्तो टाढा किन भइछु? मलाई तपाईँले जन्मिने बित्तिकै पिट्नु भएको थियो होला। अनि लाइक अहिले हजुरलाई कतिको प्राउड फिल हुन्छ? लाइक मैले ट्विन्स बच्चा जन्माएँ अनि उनीहरू चाहिँ आफ्नो ठाउँमा एकदम आफ्नो प्रगति गर्दैछन् होला सायद। खुसी लाग्छ। खुसी प्रगति चाहिँ गरेको छैन हामीले।
छ पढेर भोलिपर्सि गर्ने अहिले नि गरिरहेछ अनि अहिले हामी दुईजनाको ग्रोथ हेर्दाखेरि चाहिँ कस्तो फिल हुन्छ मेरो र जमुनाको त जमुना म जस्तो थिएँ त बाउ जस्तो थिएस् के हुन्छ लाइक त्यो टाइपको ग्रोथ होइन मैले भनेको अब जमुनाले त्यहाँ बाहिर गएर राम्रै गरिरहेछ मैले यहाँनिर आफूले सक्दो पढिरहेकै छु होइन अनि यताउता समथिङ कस्तो फिल लाग्छ उसलाई ए राम्रो फिल हो राम्रो अनि हामी जुम्ला हामी दुईटा जन्मेको छ भने थाहा थियो मतलब उसको पेट ठुलो थियो कि थिएन हामी जन्मिँदाखेरि कसैले भनेको थियो यसको चाहिँ दुईटा भनेको थिएन भने पहिला त जन्मिन्छ नि आमाले पेट छ नि त अर्को पनि छ भने त्यही हो रहेछ ए हो अनि म त थाहा न त हजुरको लाइक ट्विन्स पाउने कि त पेट ठुलो हुन्छ अरे त त्यस्तो थिएन थाहा हुँदैन कि आफूलाई ए अनि त्यसपछि अर्को क्वेसन है त अर्को कुरा सोच्छु जमुनाको र मेरो एकदम सिक्रेट भनेको कुरा चाहिँ के हो सिक्रेट कसैलाई पनि थाहा नभएको जस्तो टाइपको केही छैन के चाहिँ सबै कुरा हुन्छ होइन ओपनली म चाहिँ के भएको हेर्न चाहनुहुन्छ फ्युचरमा अब त वकिल भएको नि वकिल भएको अनि मेरो लभ पऱ्यो भने के गर्नुहुन्छ अब तै जानेर गर है म त के हेर्ने हो नि होइन भन्नु न भन्नु यति मेरो मलाई चाहिँ मैले भनेर लाइक सपोज मम्मी मेरो लभ पऱ्यो अब मेरो त पनि उ गर्नुहुन्छ भने छोटो आफ्नो मनको कुरा आफै राख्ने मम्मी रिसन भयो बिकज मेरो मम्मीलाई चाहिँ मेरो प्रेम नै नपरोस् भन्नुहुन्छ म त त्यो उसको देखेर अब लाइक अब जमुना बाहिर छ नि त अब जमुनाको लागि केही भन्नुला अब त्यसलाई भगवान्ले रक्षा गरून् उन्नति प्रगति गरोस् राम्रोसँग आओस् त्यही हो अनि मलाई अब तँ यहीँ भएको मान्छे त के भन्नु कस्तो यहीँ हो त्यही आशिष दिन्न आशिष लाग्छ मलाई चाहिँ यहीँ पढेर राम्रो वकिल बनेर अफिस खोलेर पैसा कमाउनु ल अरू नि भन्नु त्यति नै हो मैले चाहेको सबै पुरा होस् तेरो मनले आँटेको सबै पुरा होस् थ्याङ्क यू फर वाचिङ बाई बाई थ्याङ्क यू सबैलाई बाई बाई मेरो दिदीको भिडियोमा लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला सरप्राइज अरे सब्सक्राइबलाई ल गरिदिनु होला है त